नमस्ते साथीहरू, पवित्र भूमि जनकपुर धाम जहाँ माता जानकीको आराधना गरिन्छ। आज यही भूमिमा छोरीहरू भने सुरक्षित छैन। आज यही भूमिमा छोरीहरूलाई न्यायको लागि तडपिनु परिरहेको छ। जनकपुरबाट आएको रोशनी झाको केसले पुरै मधेस स्तब्ध भएको छ। ल अर्डर, हस्पिटल अथेन्टिसिटी र डिपार्टमेन्टको यहाँ पुरै रूपमा धजिया उडाइएको छ। यहाँ सबैभन्दा ठूलो दोषको कडी जुन रोशनी झाका ससुरालबाट आउँदैछ, जसले बारम्बार आफ्नो स्टेटमेन्ट चेन्ज गरिरहेका छन्। आजको यो भिडियो रोशनी झाको न्यायको लागि र म चाहन्छु कि यो भिडियो ती तमाम सम्बन्धित पक्षहरू समक्ष जुन यो भिडियो हेरेर रोशनी झाको न्यायको लागि आवाज उठाउन। आउनु सुरु गरौँ आजको यो रोशनी झाको मर्डर केसको पुरै स्टोरी। नोभेम्बर 28 को यो घटना केटीको ससुरालबाट माइतीमा एउटा फोन जान्छ। यो फोन जब माइतीमा गयो, यसमा रोशनी झाको मृत्युको खबरलाई सुनाइ। यहाँ रोशनी झाको सिडीबाट खसेर मृत्यु भयो भनेर भनियो, तर पछि यही स्टेटमेन्टलाई चेन्ज गरिएर यसलाई सुसाइडको नाम दियो। यसले सीधा सस्पेक्ट केटीको ससुरालमाथि जान्छ। डिसेम्बर 1 को राति आइतबार जब एसएसपी आफै घटनास्थलमा पुगे, यसमा अर्कै सत्यता देखियो। उनको अनुसार यो सुसाइड होइन, पूर्णतः हत्या हो भनेर तथ्य सामने आयो। केटीको पक्षबाट पोस्टमार्टमको डिमान्ड गरिँदैछ, तर यसमा पनि झोल गर्न खोजिएको छ। किनकि धीरज कुमार झा, जसको डाइरेक्ट रिलेसन देखिन आउँछ केटीको ससुराल, उनी यो पोस्टमार्टम टिममा इन्भल्भ हुन्छ। हिपोक्रेसी की भी सीमा होती है। पोलिटिकल इन्फ्लुएन्स र अथेन्टिसिटीको भर नभएपछि केटीको पक्षबाट रुँदै सडकको स्ट्रिटमा न्यायको लागि बिन्ती गरिन्छ। अब किनकि यसमा लोकल न्यूज च्यानल र केही स्थानीय इन्फ्लुएन्सरहरूले अलि चासो देखाएपछि यो घटनाले जनकपुर मात्रै होइन, काठमाडौँसम्म ढोकाले खटखटायो। सब समाज में देखे छी त बेटी अपने घर में सुरक्षित नहीं है। विगतको 2-3 वर्षमा यस्ता धेरै मर्डर केसहरू मध्य प्रदेशमा बढ्दै गएको छ। 2024 र 2025 को यो 8 महिनाको अन्तरालमा मात्र 43 मर्डर केसेसहरू मध्य प्रदेशमा देखिएका छन्। फरवरी 2025 केस अंजलि यादव, हत्या सस्पेक्ट उनका पति हरिराम यादव। जुलाई 2025 केस विमलेश यादव, अपहरण गरी हत्या। यी सबै मर्डर केसेसहरूले डोमेस्टिक भाइलेन्स, अनैतिक सम्बन्ध मुख्य कारण रहेको छ। यस रोशनी झा केसमा प्रहरीद्वारा यसमा प्राइमरी सस्पेक्ट रहेका केटीका हस्बेन्ड प्रशान्त मिश्र र अर्को सस्पेक्ट केटीका ससुरा रुद्रनारायण मिश्रलाई एरेस्ट गरिएको छ। सम्भवतः यो भिडियो अपलोड हुन्जेल यस केसमा पक्कै पनि कुनै डिसिजन आउनेछ, तर जुन हिसाबले यहाँ पोलिटिकल इन्फ्लुएन्स र मोटिभ्सहरू चेन्ज गरिएको छ, यो डिसिजन केटी पक्षको विरुद्धमा पनि आउन सक्छ। त्यसैले म रिक्वेस्ट गर्न चाहन्छु प्रदेश स्तरीय गभर्नमेन्टसँग, जो आफूलाई अभिभावक भन्छ, उनी सिधै कन्सर्न राखोस् यो घटनासँग। र म डिमान्ड गर्न चाहन्छु फेयर जस्टिस। होप गर्दछु तपाईहरू यो भिडियोलाई सक्दो शेयर गर्नुहुनेछ। धेरै धेरै